यो बट्टा देख्न बित्तिकै फेरि भन्नु होला हैन, यो एउटा गिभ अवे स्केच त बाँकी नै छ, फेरि यसले किन यो लियो भनेर। त्यो चाहिँ फोटो मसँग अझै आइपुगेको छैन। मैले दिदीलाई मेसेज पनि गरेको थिएँ र दिदीले पठाउँछु पनि भन्नुभएको छ, अहिलेसम्म पठाउनु भएको छैन। त्यसैले चाहिँ दिदीले चाहिँ फोटो नपठाउन्जेल मैले चाहिँ यहाँबाट एउटा स्केच चाहिँ बनाउन जाँदैछु हैन। यो पनि हामीले कम्प्लिट गर्नु पर्यो हैन। अझै मसँग यो टन्नै छ, यो सकाएपछि फेरि मैले दोस्रो लट हाल्ने भनेर भनिसकेको छु। ढिलो नगरिकन म यो चाहिँ चिट्टा चुत्न जाँदैछु है त। ल आज को पर्नुहुन्छ ट्याक्क लाएर हेरौँ है त। सुरेश भाइ। ल सुरेश, तिमीलाई धेरै धेरै बधाई छ हैन, तिम्रो आज नाम पर्न सफल भएको छ। ल अब सुरेश भाइको स्केच बनाऊ है त। जब म विदेश हिँडेको थिएँ, दाइ तपाईँ पनि गाउँ सुनसान बनाएर विदेश हिँड्नुभयो है। अब हामीलाई घुम्न जाउँ भनेर कसले भन्छ, कोसँग घुम्न जाने? अझै पनि मेरो कानमा यो शब्द गुन्जिरहन्छ। हामी नेपालीहरूको बाध्यता, आज सुरेश आफू पनि विदेशमै छन्। हाम्रो बेला बेलामा गफ हुन्छ, दाइ विदेशमै जिन्दगी कटाउनु हुँदैन, केही वर्ष दुःख गरेर नेपालमै केही गर्नुपर्छ। मेरो पनि सोच यही नै हो। न सुरेश न मेरो यो जति पनि विदेशमा छोडेर रहनुभएका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, सबैले यही सोच्नुहुन्छ। तर घर व्यवहार र परिस्थितिले गर्दा हामीले सोचेको जस्तो भइरहेको हुँदैन र हामी अलिकति अल्छी पनि छौँ। जबसम्म हामी कुनै स्किल सिक्दैनौँ, कुनै गोल फ्युचर प्लान बनाउँदैनौँ, सपना देख्छौँ तर मेहनत गर्दैनौँ, तबसम्म हाम्रो जिन्दगी यसरी नै चलिरहन्छ। कुनै पनि गन्तव्यमा पुग्नको लागि पाइला चाल्नुपर्छ। पाइला नै नचालिकन त आकाशको फल आँखा तरी मर भने जस्तै हो। र कुनै पनि चिज पाउनको लागि डेडिकेसन र सेक्रिफाइस अवश्य चाहिन्छ र यो कुरा पछि गर्दै गरौँ होला। अहिलेलाई चाहिँ यसलाई साइड लगाइदिउँ र सुरेश र मेरो स्टोरीतिर लाग्यौँ। नाताले हाम्रो साइनो एकदम नजिकको पर्छ, तथापि सुरेशले कहिले टाढाको महसुस गराएनन्। लप्पन सप्पन नजानेको, मनको एकदम सफा, जे मनमा छ त्यही बोलिदिने। सुरेश साँच्चीकै ज्ञानी लाग्छ मलाई। सम्बन्ध एकदम मजाले बुझेको मान्छे। मलाई चाहिँ मुखले बोल्ने भन्दा व्यवहारले गर्ने मान्छे मनपर्छ र सुरेशले हामी दाजुभाइ बिचको सम्बन्ध एकदम मजाले निभाएका छन्। र मैले पहिले नै भनिसकेँ, सुरेशको व्यवहारमा आफ्नोपन झल्किन्छ। हामी दाजुभाइको माया र सम्बन्ध हाम्रो अन्तिम साससम्म यस्तै नै भइरहोस्। र यो स्केचले मलाई भुल्ने पक्कै पनि मौका दिने छैन, किनकि जब यो स्केच तिम्रो रुमको भित्तामा देख्नेछौ अवश्य पनि मेरो सम्झना आउनेछ। दाइको तर्फबाट तिमीलाई सानो उपहार। ल त आजलाई चाहिँ यति नै। तिमी जहाँ रहन्छौ सधैँ अनुहारमा मुस्कान छाओस्, स्वस्थ मस्त रहनु, यति भन्दै आजको लागि चाहिँ म बिदा हुन चाहन्छु। फेरि अर्को स्केच भिडियोमा भेटौँला। अहिलेलाई चाहिँ बाई बाई।